नमस्कार। आज के को दिन हो थाहा? आज मेरो बहिनीको बेबी सावर, दही चिउरा, बेबी सावर त भइसक्यो, दही चिउरा गर्ने दिन। त्यसपछि आज न्यू इयर इभ पनि पऱ्यो। अब अलिअलि न्यू इयर इभ त्यसै पार्टी गरिन्थ्यो, त्यसमाथि दही चिउरा नि गरेर अब डबल पार्टी गर्ने विचार गरिरहेको छु। म रेडी त भएन है, मलाई अलिअलि अस्ति नातिको भात खुवाइबाट अलिअलि रुगाखोकी लगाइरहेको थियो, तर अझै सन्चो भएन। अब आज प्रोग्राममा जान भने छुट्टी लिएर बसेको। अब पेट्रोलहरू सर्टेज छ, केही छैन, बाटो ब्लक छ अरे, त्यही भएर प्रोग्राम त गइएन। त्यही पनि आज चाहिँ घरमै प्रोग्राम गर्न लाग्यो, बहिनीलाई थाहा छैन। हेर्नु न, यसरी रेडी बेलुनहरू ल्याइरह है। अब यहाँ चाहिँ रेडी पार्दै हो है। अब सबै सामानहरू जुटाउँदैछु। अब के गर्ने हो भन्ने कुरा, कहाँबाट सुरु गर्ने हो थाहा छैन। 12 बजिसक्यो। बहिनी आइसकेछ कि, फेरि नआइदियो भनेको कति छिटो आइसक्यो कि, ऊ फेरि आइपुग्छ कि, रेडी पनि भएन हुन त, उतार आउँदैछ। डेकोरेसन गरेको छैन, ऊ आइपुगे। अब त्यसपछि अलिक छिटै भयो। यस्तो लुगा लाएर आएछ, अलिक पिङ्क लुगा लाएर आइज भनेको, यस्तो लाएर। यसलाई हेर्नु त, बेलुन हेर्दैछ, नाइस भन्दैछ। अब यसलाई अहिले लखटेर फेरि हामी चाहिँ यसलाई बाहिर लखट्ने हो, अनि त्यसपछि फेरि डेकोरेसन गर्ने हो। अहिले कहाँ कहाँ गइन्छ थाहा छैन। अब हेर्नु यता, हेर्नु मलाई डेकोरेसन गर्न आउँदैन। यी मेरो छोरीले यहाँ डेकोरेसन गर्दैछ। ल हेर्नु यता, र अब कसरी सुरु गर्ने भन्ने कुरा गर्दैछ। यहाँ दही चिउरा भनेर चाहिँ राखेछ। अब थाहा छैन मेरो बहिनीलाई। अब बहिनी कता लुक भनेर पठाइदिएको, अब के गर्नु। त्यही हेर्नु नि है, सबै रेडी पारिसकेछ। चिउरा पनि है किनेर लिएर आएको इन्डियन सबबाट। यहाँ त अब चिउरा नि नपाउने। ल हेर्नु है यता, अब है भुइँमा यस्तो छ। यहाँ डेकोरेसन गर्न एक कुर्सीमा चढिरह। हेलो एभ्रीबडी। अब यो चाहिँ यहाँ अब यो बनाउनै बाँकी छ। अहिले कस्तो हुन्छ फिनिसिङ, अनि बनाइसकेपछि हजुरहरूलाई देखाउँदैछु। हेल्प गर्नलाई चाहिँ अब अर्को पनि छ यहाँ है, सौगात। यता डेकोरेसन गर्दैछ। मेन भनेको चाहिँ ऊ हो कि, त्यहाँ गर्दैछ डेकोरेसन। यहाँ छ, अनि यता दुईजना मिलेर डेकोरेसनमा हेल्प गर्दैछन्। नाति सुतिरह, त्यही बेलामा चाहिँ छिटो गरिहाल्ने डेकोरेसन। हेर्नु यहाँ डेकोरेसन लगभग रेडी भइसक्यो। अब आजलाई अझै यहाँले चाहिँ फिनिसिङ गर्न बाँकी नै छ। दही चिउरा राखिसक्यो, सब पनाज दही चिउरा। अझै यहाँ भगवान्को फोटो पनि छ। यहाँ अब बाल्नै बाँकी छ, क्यान्डलहरू पानस बाल्नै बाँकी छ। अब यहाँ नि यस्तो बना, अब के हुन्छ एकैछिनमा है। मेरो बुढाले यहाँ चिकन चिल्ली बनाउन लाएर, यो आलु काँक्रोको अचार, चिकन चिल्लीको सामान यहाँ रेडी छ। बनिसक्यो। हेर्नु न यहाँ चाहिँ दही चिउराको लागि यसमा चाहिँ त ठुलो भाँडा खाने अरे, चिउरा यहाँ छ, रेडी नै छ। अब उसलाई फेन्टा मनपर्ने भएर फेन्टा ल्याएको है। अब कति बेला है त, अब त्यसपछि आउने हो थाहा भएन। अब यो डेकोरेसन अझै गर्ने बाँकी छ। फ्लावर पनि यहाँ लिएर राखिरह। अब हामीले चाहिँ यत्तिकै अब मर्छ कि भनेर ल्याएको, अब यत्तिकै दिनु पर्ला उसलाई। अब काम लागिरहेको छ घरमा। ल हेर्नु फेन्टै खुसी भएर खाइराख्न आज ड्रिङ्कहरू। अब हेर्नु है, के रोटी पनि रहेछ नि त यहाँ त। त्यो फ्रोजनमा राखेको थियो, निकालेर अहिले हेर्नु त फ्रोजनमा राखेको। यो के पकाउनु भएको छ मलाई, ल्याम्प करीलाई हेर्नु त, पाकिरह ल्याम्प करी। अनि यहाँ के पाकेको छ, राइस पनि रहेछ। लट्टे भात चाम्रे लट्टे। अब अहिले के पाक्छ यसो, मर्मत गर्न बाँकी छ अरे, अझै पकाउनै बाँकी छ। अब हेरौँ अब के पाक्छ। जुलोबी गुलाब जामुन रहेछ।
अब हाम्रो बनाउने ढङ्ग चाहिँ छैन, के गर्नु। अब अहिले पुरी जेरी पुरी खानालाई जेरी लिएर राखेछ। अहिले पुरी पनि पाक्दैछ। अब के पाक्छ है त अहिले म देखाउँछु ल्याएर। हाम्रो ढङ्ग नभएको भएर किनेर ल्याउनु पऱ्यो। त्यही नभ्याएर नि हो, ढङ्ग भन्दा नि हामीसित समय नै छैन, भ्याउँदै नभ्याएर। कति राम्रो आएको के कान्छीलाई, के हो यस्तो। ल हजुरआमा नाति मक्ख परेर बसेछ नि। मक्ख पऱ्यो, स्माइल गर्छु। ल आज मेरो बहिनी एक्साइटेड छ, दिदीले दही चिउरा गर्न लगाएको भएर दही चिउरा खाने भएर। हेर्नु यहाँ पनि रहेछ कि मेरो बुढाले खान्छन् भनेर राख्दा। ल हेर्नु मेरो छोरो स्कुलबाट भर्खरै आइपुग्यो, उसलाई थाहा छैन घरमा के हुँदैछ भन्ने कुरा। अब उसको चाहिँ आज फेरि उसको 6 बजेदेखि 9 बजीसम्म काम छ अरे। फेरि आज घरमा दही चिउरा गर्न लगाएको मम्मीले, सरप्राइज गर्न लगाएको। आजै फेरि छोरो काममा जानुपर्ने भएछ। हेर्नु अब ऊ हतार गरेर कति बजिसक्यो, 4:20 भएछ। अब ऊ चाहिँ 6 o'clock जान्छ काममा, अनि 9:30मा सिद्धिन्छ अरे। ल मेरो छोराको फोटो चाहिँ आज त्यति आउँदैन होला। ल हेर्नु म चाहिँ आज यस्तो रूपमा छु। खासै मैले त कपडा नि भेट्दा नि भेटिनँ, दुब्लाउने भनेको चान्स पनि भएन। सधैँ मोटाको मोटाइ। अब के गर्नु, को लुगा पनि जस्तो भेट्यो त्यस्तै लाउने, समय नै नभएपछि के गर्नु। बहिनीलाई अब ढाड पेट दुखिस्न थालिसक्यो अरे, हतार गर्नु पर्यो। अब के गर्नु, नभ्याएपछि अब डेकोरेसन चाहिँ हल्का गरेर अहिले अझै फिनिसिङ गर्नै बाँकी छ। आफू रेडी भएँ, हल्का रेडी भएको। अब त्यत्रो टाइम त छैन। अब अरू पनि देखाउँछु। मेरो छोरा अहिले अब काममा जाने भएको भएर मैले चाहिँ अहिले छोरा मिसिङ हुने भएको भएर अब म चाहिँ यहाँ एउटा फोटो, एउटा सानो क्लिप बनाइहालेको। हेर्नु छोरा चाहिँ अब फेरि गइहाल्छ, बिचरा आन्टीलाई खुवाउनु पाउँदैन दही चिउरा अङ्कल आन्टीलाई। पहिला त खुवाइसकेको थियो, त्यही पनि आज आफ्नै घरमा प्रोग्राम, न्यु इयर इभ। आज राम्रो काम गरेर आउँछ। ल आज चाहिँ हामी अब फोटो सुट गर्न जाँदैछौँ। मेरो बहिनीलाई थाहा छैन हामी कहाँ जान लागेको, कता जान लागेको। ल गाइज फोटो खिच्न आएको यहाँ हामी रक अफ द इमेजमा। अब दिदीको धेरै बाँकी दिन छैन। दिदीको ढाड दुख्यो अरे। आमा नातिनी पाउन मक्कै हुनुहुन्छ, एक्साइटेड हुनुहुन्छ। मक्क पर्नु आमा नि फेरि आज। हेर्नु हामीले छाता ओढेर आइरहौँ। बेबीलाई लिन आएको। बेबी लिन आउनुभएको। उहाँ दिदी एक्साइटेड हुनुभयो, टेरेस टक्क नै जानुभयो मायालाई देखाउनलाई। ल गाइज म अब फोटो खिचिदिन्छु। ल साडी मिलाउन रेडी हुनुहुन्छ। दिदीको चप्पल आज प्रेग्नेन्सी चप्पल हो दिदीको। यहाँ साडी मिलाउनुहुन्छ। पेट देख्यो आमा तपाईँ जाने न। हेर्नु हामी चाहिँ आज कुन ठाउँमा आउँदैछौँ। हेर्नु कति राम्रो भ्यू। ल हेर्नु यस्तो जाडो कि यो ठाउँ। मेरो बहिनी फोटो खिच्न एक्साइटेड छ। हेर्नु कति राम्रो भ्यूहरू।
हेर्नु त भ्यूहरू हेर्नु हाम्रो आमा छोरीको लागि फोटोसुटमा आउँदै हुनुहुन्छ जाडो भएर यस्तो छ कति राम्रो भ्यूहरू हेर्नु यो ठाउँ हजुरहरूले पनि देख्नु भएन भने एकचोटि भिजिट गर्न आउनुहोस् यति राम्रो छ यो क्यासल अहिले म माथि क्यासल पुगेपछि फेरि फोटो हेर्नु त यस्तो तोरी पनि फुलेको रहेछ त्यो ट्र्याक्टरले चाहिँ के गरिराख्यो उतातिर हेर्नु न कस्तो राम्रो भ्यू हेर्नु क्यासल हामी चाहिँ अब त्यहाँ पुग्नु बाँकी नै छ क्यासलमा के यस्तो यो जग्गाहरू त त्यहाँ पहेँलो त्यहाँ माथि पुगेको छ तोरीबारी हेर्नुहोस् के को फोटो फोटो क्यान्डिड खिच्ने अरे हेर्नु त दर्शक महानुभावहरू यहाँ हुनुहुन्छ गोलेमा क्यान्डिड फोटो खिचेर उडायो हावाले हेर्नुहोस् हाई बेबी यहाँ चाहिँ अलिक कम रहेछ हावा हेर्नुहोस् अनि मेरो पछाडि जाने न हेर्नु यति चिसो कि यो ठाउँ कस्तो चिसो ल सबैजनालाई रुवा लाएर आँखाबाट आँसु आएर यस्तो भइरहेको भयो क्या अब चाहिँ हामी निस्किन लागेको सबैजना मिलेर अब भ्यू त अझ हेर्नु ऊ चाहिँ यहाँ बसेर अझै उसलाई रहर पुगेको छैन अरे फोटो खिचिराख्ने अरे भ्यू चाहिँ यति राम्रो छ अब हामी निस्किन्छौँ अब घरमा को आएर बस्नुभयो थाहा छैन अब हामी गएर यसो खाना नि अलिअलि रेडी पार्नु छ यो चाहिँ कस्तो राम्रो छ त्यो क्यासल चाहिँ समरमा आउने जस्तो छ तर हामी चाहिँ यहाँ आज दिउँसो घाम लगाइरहेको थियो अहिले भर्खरै पानी परिहाल्यो हाम्रो चाहिँ अब उसले चाहिँ ड्राइभ गरेर लिएर आएको ऊ चाहिँ रेडी भएको छैन अब घर एकछिनमा रेडी हुने हो यहाँ घाँटी काटेर दारी काट्दाखेरि फेरि घाम लाग्ने भर्खर घाम लाग्ने पानी पर्ने आमा चाहिँ उहाँ स्वेटर लाएर बसेर हिँडेछन् पानी परिहाल्छ कि भनेर छाता बोकेर आएछन् क्या हाम्रो आमाले चराहरू पनि उड्न सकिरहेन त्यहाँ बाटो देख्नुभयो होला हाम्रो कार वहाँ माथि छ हाइवे रोड उता कति राम्रो भ्यू ल हेर्नु त हामी चाहिँ यो ठाउँमा आएको
ल हेर्नु अब हामी घर आइपुग्यौँ। ल हेर्नु हेर्नु अब यो भित्र के भइरह। ल थाहा छैन तर ल हेर्नु यहाँ के भइरह हेर्नु त। हेलो गाइज, अब म हजुरहरूलाई देखाउँछु सपनाको यहाँ दही चुरा म प्लेट रेडी गरेको। हामीले चाहिँ अब यहाँ प्लेटमा रेडी गर्छौँ सब कुराहरू। सबै मेरो लागि बनाएको आज म चाख्दैछु। मिठो एकदमै मिल्टो हुने खालको रहेछ, मिठो रहेछ। घट्टीसँगै भएको मनपर्छ एकदमै घटी नभएको खान्छु ल। ल अब हाम्रो दही चिउरा प्रोग्राम सुरु होला। अलिसाले केरा काट्न लागि। अहिले चाहिँ के बोल्नु? के बोल्ने गाइज, म जस्ट एक्साइटेड छु बहिनीलाई भेट्नको लागि। बहिनी राम्रोसँग आइदिए हुन्थ्यो, त्यही हो। आन्टीलाई सजिलो भइदियो हुन्थ्यो। केही छैन मैले भन्ने। आजको विसेस ब्लेसिङ। अब मैले त सानोले त केही ब्लेसिङ दिने त्यही नै बस्छ। अब त्यो भएन होइन साउन हाल्नु कता निकाल्नु होला नि। पुवावाला फ्राई गर्नेवाला चिउरा जस्तो त्यही हो। यो चाहिँ रेलाई खुवाउनु मिल्नेवाला हो कि। 11 weeks आवाज आउने नि हाल्ने होइन नि त। किन हालिन्थ्यो कि के थाहा होइन 11 weeks प्रेग्नेन्ट हुन्छ ल। पुरी पकोडा खानु। हेलो गाइज, आइम सो एक्साइटेड। ओ माय गॉड, अल्साले यहाँ के रेडी बनाएर लिएर यहाँ दही चिउरा अनि त्यसपछि यहाँ अरेन्ज छ अहिलेको लागि। अनि पछि अरू थपुवा आउँदैछ। के बडी मच डेकोरेसन। अनि त्यहाँ चाहिँ रेले काटेर बसेछ, रेले खाइरहेछ। ओके Wow, nice. Congratulations, uncle. Congratulations. Hello, babe. I'm surprised. So good. Thank you. Goodbye. म त पहिले चस्मा लगाएर आएको, मलाई भिड खिच्नु थाल्यो त्यो कालो चस्मा। अङ्कलको एक दुई थोपा आँसु त चुहिँदैन नि। दही अनि चिउरा, दही चिउरा। म वासना चाहिँ के काम हेर्दै दही चिउरा खाएर चाहिँ दही चिउरा चाहिँ है। वेटै म यहाँबाट गर्छु छ। सुन्नी गरेर आशिष देऊ न। अब आशिष दिन आउँदैन मनमा नै कपाल चलाइदेऊ। खिचिराख्यो। खाने चाहिँ झम्मै हो आम्मा हो। दही चिउरा यसलाई त मिठो लाग्छ नि त दही चिउरा। चिउरा त मलाई पनि लाग्छ। माधवको त फेभरेट हो चिउरा, दही चाहिँ के हो? दही पनि मनपर्छ, भाषण चाहिँ मन पर्दैन। हाम्रो अब घरमा गृहलक्ष्मी आउने छिन् राम्रोसँग आउनु भन्ने चाहिँ शुभकामना। स्वास्थ्य भएर होइन, स्वास्थ्य हेल्दी भएर जन्मिनुपर्छ।
तिमीहरूलाई बधाई। चलाइ भनेर लाग्ने भएदेखि मेरो सबै लाग्यो तर सही होस् अब स्ट्रेट भनेको त त्यही नै हो भन्नु परिहाल्यो अनि छ हामीले टिका लगाइदिनु अरू अझै पालो आउँदैछ किन मलाई हात खान्ने हुन्छ उसलाई चटाइदियो टिकालाई होइन यसै थोरै दिन्छु गुलाब जामुन खुवाइदिन्छु नि है मेरो भएको पनि तिमी छौ है कति पछि गुलियो खाएको यार यो चिनीको गुलियो र चाहेको मात्र होला चाखेको मात्र थ्याङ्क यू ल हाम्रो आन्टीलाई भएको जति सब स्ट्रेन्थ जाओस् आइज म खान्छु नि तिम्रो सट्टा दही छोरा आँप तिमी खाऊ कपाल बाहेक सोगा छन् स्ट्रेन्थकै आयो नि त होइन लास्टसम्म नर्मल नै यहाँ सबलाई नर्मलै गर्दो रहेछ सी सेक्सन गर्छु भन्नु पर्दो रहेछ उहाँले अटोमेटिकली नर्मल नै भन्दो रहेछ कि त बेबीको टाउको माथि छ भने चाहिँ ओहो यहाँ फेरि प्रोफेसनल हो कति खाने हो अगाडि हाल्नु के दिनु पर्यो बादललाई त आफूले लाउनु पर्छ हो र त्यस्तै भन्यो ल सक्ने स्ट्रेन्थ अनि सँगसँगै बाबालाई पनि बल त चाहिन्छ उसले पनि त साइडमा कोस हुनु अङ्कलले नि गर्न त पर्यो नि अङ्कल होइन साइडमा अङ्कलले बेयर गर्ने शक्ति पाउनुहोस् त्यही हो स्ट्रङ हुने मम एन्ड ड्याड टु बी त्यो फेरि रिपिट गर्नुपर्ने भयो बनाइ चाहिँ त्यसो भए बताएर थाउँछु अनि सेफ डेलिभरी मम एन्ड ड्याड टु बी एकदम रेडी हुने बेस्ट विसेस सबैजनालाई धेरै धेरै धन्यवाद फेरि स्ट्रेन्थ आइरहेछ नि यहाँ भित्रीबाट आइरहेछ होइन वेट पर्ख्या त्यहाँ फेरि रिटेक त्यहाँ दही दही कहाँ छ अब बोल्नै बिर्सेँ सबैजनालाई आशीर्वादको लागि
आशीर्वाद धेरै दिनुभयो, यति अर्गनाइज गरिदिनु भयो, सबैले भेटघाट भयो। अनि नयाँ वर्षको पनि बेला थियो होइन, त्यस्तो अस्पष्टमा त्यही हो। थ्याङ्क यू भेरी मच। ल गाइज अब हाम्रो डिनर सुरु भयो। नवीन दाइ हुनुहुन्छ, लुकी लुकी खाएर बस्नु। यहाँ अङ्कल, यहाँ हेलो सर। ल अब यहाँ लगभग खाने तयारी चल्दैछ होइन। अब पुरी मैले यस्तो डिजाइनको बनाइयो। पुरी अरू के अङ्कल भनिदिनु त। अब यो अचार छ, चिल्ली चिकन, रोटी, मिठो भात, पकौडा, यो यहाँ चाहिँ स्टार्टर हो होइन। जिलेबी सिलेबी पनि छ। हजुर। मेन कोर्स त बाँकी नै छ है। आमा मिठो हो। भाउजू कस्तो छ भाउजू? दाइ से समथिङ गाइज। रित भात खै अघिको भात चाहिँ रित होइन, मेरो होइन। भर्खर बाहिर को भयो? यो विराजकोमा थपिदिन्छु म। मलाई धेरै भयो, अब म विराजकोमा थपिदिन्छु। ल अब त्यसले त्यसले दही हाल्नु फेभरेट कुरो दही भात दही चिउरा। ल अनि एक दुई शब्द नि भन्नुपर्छ त्यस स्ट्रेन्थको लागि के भन्ने सबै भने थिएन हो भने थिएँ। तपाईँले के भन्नु थियो? मैले त्यही भने त्यही भन न। त्यही भन न। यस्तो भन्ने रे खै बोलेन उता हुने बेबीको लागि चाहिँ धेरै अग्रिम शुभकामना। राम्रोसँग आउनु, स्वस्थ होइन, राम्रोसँग हेल्दी भएर स्वस्थ भएर फ्यु वर्ड्स भनिदिइहालौँ। सालीसँग आउनुहोस्, जिन्दगीभरिलाई अब मैले गिफ्ट दिएर खुसी भएर क्लोज भएर बसिन्छ होला। ल अब यो यहीँ छ, बिहामा नभए पनि अब लाइफ टाइम अब गिफ्ट दिन्छु भनेको रेकर्डमै छ है। आइ बहिनी मान्छेहरू अहिले चाहिँ केटाहरू चाहिँ पिङ्क पिङ्क भएर पिङ्की भएर बसेको छन् होइन। हामी छोरीको लागि पिङ्कीको लागि पुरा भिनाजु, बेबीको भिनाजु, मेरो भिनाजु, दाई, बेबीको ब्रोदर। हेलो सिस्टरलाई हेलो भन्थ्यो। एमसी मामा सिस्टर एक्साइटेड छु म यहाँ। हजुरआमा ए बाउलाई देऊ न कुरे कुरे छ। अघिदेखि देखाइरहेको छु बाउ यस्तो फन्डी पार्ट मिस भएछ नि त यहाँ। उल्टो भएछ फेरि गर्नु त। म त उयो हाँडी बाल्ने होला, यो चाहिँ ऊ होला टुप्पो होला भन्ने ठानेको होइन, तर मैले यो गाडेर यहाँ पाल पारिदिएँ। अब यो चाहिँ यस्तो रहेछ खास चाहिँ। के गर्ने एउटा किन गर्नुपर्छ ल। ल थ्याङ्क यू भेरी मच एभ्रिवान। अलिकति यता बस्नु त, यता फोटो खिचे सबै तिम्रो क्यामेरा अलिकति पछाडि गर ल। ल ठिकै तरिकाले ह्याप्पी दही चुरा, ह्याप्पी दही चुरा। बोलिन्छ होला। त्यस्तै त बस्ने हजुर सबैजना त्यस्तो
Happy. ल एउटा बोल्यो एउटा त्यो निभ्यो के हो यार Happy New Year, Happy New Year, guys. Happy New Year. Happy New Year. Happy New Year. Hey, come on, I'll do it for you. Come on. 2083 सालको खोइ आउँछ फ्रेन्डमा यार साडीमा पर्ला है साडीमा पर्ला यहाँ च्याप्पो समाउँछ एभ्रिडे समाउँछ Happy New Year. It looks like a drawing. When you go like this. Yes. Whoa. Ride, you have to do off. You like this, Ride? Only like that. झुन्झुना रे झुन्झुना भन मेरा भाइ हो देउँछु रे मलाई पर्दैन मैले पाल्दिन खतरा कलर आउँदो रहेछ त यो त खतरा रहेछ त त्यो पोललाई उ त्यो समाजलाई उसले माथिको टचरलाई रिदुले रेमोवाला के कलर चेन्ज हुन्छ के अब त्यो लिदिनु त्यो तल यहाँसम्म आउँछ Why is it green? Happy New Year. अब आज हामीले बादल र सपनाको चाहिँ दही चिउरा गरेर रमाइलो गरिरहेछौँ हामीले अहिले त रमाइलो त गरिरहेछौँ तर उसलाई चाहिँ गाह्रो चाहिँ भइरहेको होला एनिवे हामीले सबै चाहिँ विस गरेका छौँ राम्रोसँग डेलिभरी होस् होइन पहिलो बच्चा अब डेफिनेटली गाह्रो हुन्छ अब तैपनि अब आमा बन्न सजिलो चाहिँ छैन अब भोक्सियास तैँले बिस्तारै होइन अब त्यही पनि त्यसको पनि अनुभव त दिनु पर्यो ल हामी विश यु अल द बेस्ट राम्रोसँग अब छोरीको चाहिँ अब हामीले चाहिँ स्वागत गर्छौँ छोरीलाई Maya, we are all waiting for you. We hope you come out safely. Hello, baby. I am excited to see you. Can't wait. हेलो मेरा म्याडम के छ 2 शब्द जाओस् न Have a safe delivery, Sapna. आमा ल अब कान्छी छोरीको फर्स्ट नातिनी आउँदैछ ल 2 शब्द जाओस् ल म चाहिँ कुरिरहेको छु म छोरीलाई बहिनीको छोरी अब एक्साइटेड हो एक्साइटेड छु अब बहिनी आउँदैछ म त मेरो बहिनीलाई वेलकम गर्न यति एक्साइटेड छु सपनाको सेफ डेलिभरी होस् त्यही हो ल सौगात सर हेलो बेबी म कुरिरहेको छु कहिले आउँछु भनेर ल मनिषा 2 शब्द सानो मान्छे सेफ डेलिभरी होस् लाइक हेलो छोरी ल छिटो छिटो आउनु यो संसारमा ल अल वेटिङ अब फाइनली ड्याडीबाट जाओस् पहिला है ल अब मेरो बुढीको हाम्रो छोरी मायाको चिनो हो मेरो बुढीको मायाको चिनो हो मायाको चिनो आउँदैछ अब त्यही हो सबैले यति राम्रो दही चिउरा अर्गनाइज गरिदिनुपर्छ बोल्न आउँदो रहेछ नि त होला बोल ल होइन उसको पाला ए टेन्सन भयो म काम ल अब मम्मीकोबाट जाओस् ल भइसक्यो हो मेरो पनि 2 शब्द जाओस् न ल थ्यांक यू सबैलाई ल कान्ट वेट